यहाँसम्म आइपुग्दा आफूमा एकदमै धेरै चेन्जेस पाएको छु। त्यही हो, जस राम्रै भइरहेछ। तपाईँ प्रभातजीले सोधिहाल्नु है, तपाईँले मसँग कुराकानी गर्ने क्रममा चाहिँ एक ठाउँमा भन्नु पनि भएको होइन, कलाकारिता क्षेत्रबाट चाहिँ म सन्यास लिने नै विचारमा पनि आइसकेको अवस्थामा पुगेको छु पनि भन्नुभएको थियो होइन। अहिले चाहिँ त्यो अवस्था परिवर्तन भएको छ भने तपाईँले देख्नु भएको छ? अब लाइफ नै यस्तो तलमाथि हुँदो रहेछ, कुनै बेला एकदम डाउनमा जाँदाखेरि धेरै कुरा दिमागमा खेल्दो रहेछ। सायद त्यो बेलामा तपाईँसँग भेट भएको थियो होला, त्यो बेलामा कुरा त्यो बोलेको थियो होला। कलाकारिता छोडेर होइन, इन्डस्ट्री चाहिँ छोड्दिनँ, सायद मेकिङतिर जान्छु कि भन्ने सोचाइ थियो, त्यो चाहिँ भनेको थियो होला। मैले चाहिँ हेरा चाहिँ छैन युट्युबमा, जे होस् भनौँ न अनेस्टली भन्दा चाहिँ, किनकि म अब पश्चिम त्यसपछि म इन्डिया पढ्न गएँ, खासै नेपाली फिल्महरू मैले त्यसरी हेर्न पाइनँ, अब मोस्टली बलिउड हेरिन्थ्यो। हजुर त्यही युट्युबमा चाहिँ हेरेको छु। हजुर फुल लेन्थमा हेरे पनि जस्ट त्यसको मेजर पार्ट्सहरू क्लिपहरू। फेरि हाम्रो मुगलान बनिरहँदाखेरि त्यो बेलामा हाम्रो डाइरेक्टर सरले चाहिँ त्यो नहेरिहाल्नु पनि भन्नुभयो, किनकि अब कस्तो हुन्छ भन्दा हाम्रो मेकिङमा चाहिँ त्यतितिर ध्यान जान्छ कि त्यसको कपी गर्न खोजिन्छ, अथवा एक्टिङमा पनि त्यो फलो गरिन्छ। त्यो हुँदा चाहिँ जस्ट अलिअलि मेजर पार्ट्सहरू चाहिँ हेरेको थिएँ, त्यस्तो अरू चाहिँ हेरेको छैन। कस्तो प्लटै चाहिँ मिल्यो भन्ने हुँदैन होइन, छैन। तर नर्मली कस्तो हुन्छ नि, अब अघि नै मैले भने जस्तो खुसी हुँदा सबै हाँस्छन्, दुःख हुँदा सबै हुन्छन् भन्ने कुरा त्यही नै हो होइन। कथा त त्यही हो, कसरी प्रेजेन्ट गरेको छ भन्ने नै फरक हुँदैन। कुनै पनि प्लट चाहिँ मिलेको छैन, हाम्रो चाहिँ एकदम नितान्त फरक कथावस्तु हो। तपाईँ त्यो डान्स गरिरहेको बेलामा चाहिँ फिल्म इन्डस्ट्रीमा चाहिँ हिरोइनहरूको लागि चाहिँ एउटा हुन्छ होइन, एउटा सर्टेन बडी हुनुपर्छ भन्ने खालको, या सर्टेन अपियरेन्स हुनुपर्छ भन्ने खालको आफूले आफूलाई कतिको कन्फिडेन्सका साथ ढाल्ने प्रयास गर्नुभयो। किनभने जुन छिनेको कम्मर हुनुपर्छ नायिकाहरूको भन्ने खालको अहिलेको जुन कन्सेप्ट छ, त्यसलाई पक्कै चिर्ने प्रयास तपाईँबाट भयो भन्ने इच्छा पनि राख्न सक्नुहुन्छ होइन। आफूले आफूलाई अलिकति मेरो बडी वाइज पनि मैले घटाउनुपर्छ, या फिर एउटा सर्टेन अपियरेन्स लिएर आउनुपर्छ भन्ने कुरा हुन्छ। त्यो त अहिले पनि हुन्छ चाहिँ, अब अहिले पनि म गरिरहेको छु होइन। त्यो फेरि यस्तो हुँदो रहेछ क्या, आफूले जाने चेन्जेस ल्याइँदैन होइन, त्यो आफै हुने रहेछ। पहिला हामी यो इन्डस्ट्रीमा आउँदाखेरि चाहिँ हामीलाई देख्नु भएको होला कस्तो हामी एकदम पातलो थियौँ, त्यो बिस्तारै बिस्तारै आफै घटाउँदा पनि नघट्ने रहेछ क्या। मेहनत नगर्ने भन्ने त हुँदैन होइन, मेहनत गर्दा गर्दै पनि त्यस्तै हुँदो रहेछ। अहिले मैले भिडियो हेर्दा आफैले फिल गरेको कुरा हो। मैले उहाँलाई पनि 3-4 चोटि भने लास्टै मोटी हो देखेको छ मलाई भिडियोमा। तर क्यारेक्टरै त्यस्तो थियो जन्म। अनि अब त्यस्तो मलाई नराम्रो त लाग्छ, अहिले चाहिँ म त्यहाँभन्दा जति घटेको छु देख्न सक्नुहुन्छ। तर अब अझै प्रयास गर्दैछु। अब अर्को फिल्ममा चाहिँ तपाईँले भने जस्तै छिनेको कभर हुन्छ होला मेरो। बहिनी होइन, मेरै जिम। मेरो एउटा प्रश्न तपाईँलाई, यहाँ एकदम डराइरहनु भएको छ कि मुगलान त एउटा ब्रान्ड हो नि त, यो ब्रान्ड साइन गर्नलाई चाहिँ कसरी हिम्मत गर्नुभयो त, कसरी डर लागेन? अब त्यतिखेर त खासै डर लागेको थिएन होइन। अब डर त लागिहाल्छ अलिकति होइन, अब कस्तो गर्छु के हुन्छ पहिलोचोटि हो भनेर अलिकति डर त लाग्छ। तर सबैजनाले अब हौसला हुन्छ नि त, अहिले चाहिँ 81 भन्नु त सबैको लागि कस्तो डर लाग्यो जस्तो हो। अहिले फेरि ठिक छ, त्यो कम्पेरिजन त नगरौँ, अब त्यो थाहा छैन होइन। किनकि मैले चाहिँ हेरेको छु फिल्म एकदमै राम्रो छ, मलाई एकदम राम्रो थियो। अब हामीले अब सबले राम्रो गरेको छ, अब चलोस् भन्ने हुन्छ सबैलाई। थ्याङ्क यू सो मच। धेरै धन्यवाद। र यो